सोधेँ पहिला चाहिँ। अब त्यही अब हिजो दाइको जुन आयो एउटा स्ट्याटस भनौँ एउटा भिडियोमा मैले पनि हेरेँ होइन। अब मैले चाहिँ सोचेको थिएन दाइले अब त्यसरी अब एक हिसाबले हेर्नुपर्दा दाइले ब्यालेन्स गरेर बोल्नु भएको जस्तो देखियो कि होइन। अब त्यो चाहिँ अहिलेको समयमा चाहिँ अलिकति गलत हो, किनभने अब क्याप्टेन जस्तो मान्छे भनौँ न, क्याप्टेन उहाँ नेसनल टिमको क्याप्टेन भएपछि हामी सबैको क्याप्टेन जस्तो हो होइन। उहाँले चाहिँ अहिलेको समयमा अब हामी प्लेयरहरू बेरोजगार भइरहेको समयमा उहाँले चाहिँ साथ दिनु पर्थ्यो प्लेयरलाई भन्ने चाहिँ अब एउटा सोच थियो। अब उहाँले आफ्नै हिसाबले अब उहाँले पर्सनली अब के सोच्नु भयो त्यो त अब हामीले त्यसपछि थाहा भएन। तर मलाई जहाँसम्म लाग्छ उहाँले चाहिँ अहिलेको स्थितिमा प्लेयरहरूलाई साथ दिनु पर्थ्यो कि जस्तो लाग्छ मलाई। किनभने गलतलाई गलत सहीलाई सही भन्नु सक्नुपर्छ भन्ने चाहिँ हाम्रो धारणा। उहाँले त एन्फालाई सपोर्ट गरेर देखेँ त। हजुर के छ भन्नुपर्ने खुलेर भन्नुहोस् न। होइन खुलेर भन्दा नि अब होला उहाँको विभिन्न अब रिलेसन अब त्यस्तो होला, तर त्यो रिलेसन भन्ने कुरा पनि कति हुन्छ भन्ने कुरा हो। भोलिको दिनमा अब उहाँले नराम्रो गर्नु भयो भने बोल्ने कि नबोल्ने त होइन। अहिले त ओभरअल हामी फुटबलको कुरा गरिरहेछौँ, हामी जति पनि बेरोजगार भइरहेछ त्यो उहाँ प्लेयरहरूको बारेमा कुरा गरिरहेछौँ। ल भोलिको दिनमा यो नेतृत्वले ए डिभिजन लिग गर्ने तयारीमा रहनु भयो भने हामी नै उहाँहरूलाई माथि उचाल्छौँ, किनभने राम्रो त गर्नु भयो नि त होइन। तर नराम्रो गरेको कन्डिसनमा त उहाँले तपाईँहरूले यस्तो गरिराख्नु भएको छ, यो नराम्रोहरू त भन्न सक्नुपर्छ नि। फेरि आवाज इथिक्स भनेको चाहिँ त्यो हो जस्तो लाग्छ खेलाडीको लागि आवाज उठेको खास। हजुर तर क्याप्टेनले नै अब नेसनल प्लेयर्सहरूले चाहिँ बोल्नु हुँदैन है भनेपछि त यो त ठुलो प्रश्न चिन्ह आयो। हजुर उहाँको विरोध भइ नै राखेको छ अहिले। हजुर अब त्यो चाहिँ ठ्याक्कै दाइले चाहिँ उल्टो कुरा गर्नुभयो। अहिलेको समय झन् नेसनल प्लेयर अब अरूले नि बोलिरहेको छ होइन। अब सँगसँगै अनन्तको भिडियो पनि मैले देखाएको थियो होइन। अब उहाँलाई पनि पिन्च भएको छ नि त, उहाँ त खेलिराख्नु भएको छ। अब चाहे यहाँ लिग भयो भने त उहाँ नेपालै खेल्नु हुन्थ्यो होला नि त अनन्त। बङ्गलादेशमा खेल्दा नि उहाँलाई किन मनमा पोलिरहेछ भन्दाखेरि उहाँलाई इच्छा त नेपालमै खेल्ने छ नि त। अब दाइ त लामो करियरदेखि बाहिर खेलिराख्नु भएको छ, सायद त्यो भएकोले दाइलाई चाहिँ त्यो अलिकति फिल भएन कि भन्ने प्रश्न। योगदान त उहाँको धेरै नै छ नेपाली फुटबलमा, त्यो प्रति हाम्रो सम्मान छ। तर सारा नेपालीलाई अहिले चाहिँ अलिकति किरण चेम्जोङले यो शब्द नबोलिदिएको भए हुन्थ्यो भन्ने चाहिँ गुनासो छ। हजुर होइन। ओके विक्रम सरलाई मैले सोधेँ है, तपाईँहरूले गर्नुपर्ने हो यो खेलाडी सङ्घले नै गर्नुपर्छ यो आन्दोलन, यो खेलाडीहरूलाई चाहिँ नेसनल टिममा भएको खेलाडीहरूले चाहिँ यसरी प्रोटेस्ट गर्नुहुन्न भनेर किरण सरले हिजो बोल्नुभयो, के छ भन्नुपर्ने? होइन ठिकै छ। यो मैले तपाईँलाई पहिला पनि भनिरहेको थिएँ, यस्तो कुराहरू मान्छेको आफ्नो एउटा विवेक जस्तो हुन्छ, उहाँको प्रस्तुति त्यस्तो नै हुन्छ। उहाँलाई आफ्नो अधिकार पूर्ण रूपमा छ, आफूले चाहेको स्टेटमेन्ट दिने अथवा आफ्नो चाहेको ढङ्गले चाहिँ आफूलाई प्रस्तुत गर्ने, यो कुरालाई त म सधैँ सम्मान नै गर्छु। तर अहिलेको वस्तुस्थिति अहिलेको अवस्था हेर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो अधिकारको लागि आफैले लड्दै गर्दाखेरि खेलाडीले पनि आफ्नो खेलको लागि आफैले लड्नुपर्छ। आफूले पाउने कुरा, आफूले सेवा सुविधा सँगसँगै आफूले गर्नुपर्ने कर्तव्यको लागि पनि आफैले नै तयार हुनुपर्छ जस्तो हामी बुझ्छौँ। र खेलाडी सङ्घले निरन्तर रूपमा खेलाडीको हकितको लागि लडि नै रहेको थियो, हिजोको दिनमा पनि आज पनि लडेको छ। र म रहिन्जेलसम्म यसको लागि लड्न कुनै पनि केमार्थ म सम्झौता गर्दिनँ। र अहिलेको अवस्था के पनि हो भने मैदानमा खेल्ने खेलाडीहरू नै हो र आवश्यकता गाह्रो साह्रो खेलाडीहरूलाई नै भइरहेको छ। जब हामी खेलाडीले नै सत्य तथ्यको आधारमा रहेर सत्य कुराको लागि आवाज उठाउन सक्दैनौँ भने यहाँ कसैले आएर केही गरिदिनेवाला छैन। किनभने सर्वसाधारण जनताहरूले माया गर्ने हो, सम्मान गर्ने हो, साथ दिने हो, आफ्नो ठाउँमा छ। तर सङ्घर्षका बाटाहरू हामी आफैले खोल्नुपर्छ। यो कुरा उहाँहरूले पनि सायद बुझ्नुहुन्छ होला। अब विभिन्न बाध्यात्मक कुराहरूले पनि हुनसक्छ उहाँले नबोल्नु भएको, अथवा यो स्टेटमेन्ट अनुसार उहाँको आफ्नै सोचाइ, आफ्नै विवेक सँगसँगै कसैको कुराहरूमा पनि हुनसक्छ। यसलाई म सम्मान नै गर्छु, त्यसमा कुनै आपत्ति पनि छैन। तर मलाई के चाहिँ विश्वास छ भने अन्तर्मनबाट उहाँ पनि एउटा पीडित खेलाडी हो। विदेशमा खेलेर मात्र होइन, देशमा पनि खेल हुनुपर्छ भन्ने सोच राख्ने व्यक्ति हो, जुन चाहिँ रोहित चन्दजीले पनि देखाइसक्नु भएको छ। उहाँ आफै पनि लामो समय, किरणजी भन्दा पनि लामो समयसम्म बाहिर खेल्नु भएको खेलाडी हो। उहाँले चाहिँ सडकमै उत्रेर खेलाडीहरूको लागि आवाज उठाइदिइराख्नु भएको छ, हामीले त्यसमा सहकार्य गरिरहेका छौँ। त्यसैले उहाँलाई पनि लाग्थ्यो होला, सायद आज उहाँलाई फिल पनि भइसकेको होला कि यो स्टेटमेन्ट गलत थियो, मैले भन्ने खोजेको आशय त्यो थिएन भन्ने उहाँलाई पनि लागेको होला। सायद हुन पनि सक्छ, फेरि उहाँले अर्कै तरिकाले भन्न खोज्नु भएको थियो होला, त्यहाँ उहाँको अभिव्यक्ति अर्कै किसिमको आएको पनि। खेलाडीहरूको अधिकार हामीले त खेल्यौँ, दुःख सुख पायौँ होला, जे जस्तो आफ्नो ठाउँमा छ। तर आउँदै पुस्ताले त सुनिश्चित ढङ्गले खेल्न पाउनुपर्छ नि त भन्ने हामीले निरन्तर उठाइरहेको आवाजको चाहिँ सुनवाई नभइसकेपछि विगत झन् 2.5 वर्ष अगाडिदेखि हामीले चाहिँ भद्र रूपमा
शालीन रूपमा चाहिँ ज्ञापन पत्र बुझाएर आग्रह गर्ने कामहरू गरिरहेका थियौँ। यी सम्पूर्ण आग्रहहरूलाई चाहिँ एड्रेस नगरिसकेपछि चाहिँ हामी सडकमा उत्रिन बाध्य भएका हौँ अहिले चाहिँ। जस्तो यसपालि त ए डिभिजन लिग हुन्छ भन्ने अगाडि नै घोषणा उहाँहरूले त गर्नु भएको थियो, तर अन्तिम समय भएन। हामीले त्यही त कुरेको, जस्तै हामीले ज्ञापन पत्र दिँदै गर्दाखेरि आजभन्दा 8-9 महिना अगाडि उहाँहरूले एउटा क्यालेन्डर निकाल्नुभयो जहाँ चाहिँ पुस 9लाई भनेर उहाँहरूले तय गर्नुभयो। ठिकै छ, अब यत्रो समय त कुरियो, अब यस उपरान्त चाहिँ गाह्रो नहोला नि त खेलाडीहरूलाई भनेर हामीले त्यसलाई स्वीकारेर बसेको थियौँ। र पछिल्लो समय आइसकेपछि जुन उहाँहरूको सहमति अनुसार चाहिँ फेरि पनि लिग चाहिँ नभइकन अब 83मा मात्र हुने भन्ने भइसकेपछि यो एक्सट्रिम लेभललाई हामी सहन सक्दैनौँ। यो हुनुपर्छ, सधैँभरि हामी खेलाडी मात्र चाहिँ यसमा चाहिँ पीडित हुनु हुँदैन भन्ने चाहिँ हाम्रो आवाज हो। जस्तो विकेश सर, अब ए डिभिजन नभएर चाहिँ प्रेसिडेन्ट कपबाट भनौँ न 4 टिम्स नेसनल टुर्नामेन्टमा आउने भन्ने कुरा भयो होइन। अब यो दुईवटा टुर्नामेन्ट भनौँ न हुने भन्ने कुरा चाहिँ भयो, ए डिभिजन चाहिँ नहुने भन्दा चाहिँ तपाईँहरूलाई चित्त बुझेन त्यसमा पनि? ए डिभिजन नभए पनि त ठिकै छ नि त, 2टा लिग हुँदैछ या 2टा टुर्नामेन्ट हुँदैछ भन्ने, त्यसमा अलिकति भयो भने खुसी त हुनुपर्ने थियो खास, होइन? यस्तो हो, अब हामी जुन नेसनल प्लेयर र सिनियर प्लेयरहरू ए डिभिजन खेल्ने प्लेयरहरू मात्रै प्लेयर होइन नि त। ओभरअल हेर्दाखेरि नेपालभरिको प्लेयरहरू अहिले बेरोजगार स्थितिमा छ होइन। नेसनल लिग चाहिँ कस्तो भन्दैन हजुरलाई, हाम्रो ए डिभिजन लिगमा चाहिँ एउटा रुल्स हुन्छ रेलिगेसनमा जाने होइन, तर जुन नेसनल लिगमा हुँदैन। त्यो भइसकेपछि नेसनल लिगमा रेलिगेसन नभइसकेपछि त्यो भनेको जस्तो प्लेयरहरू उहाँ कन्ट्र्याक्ट गर्दैन। उहाँहरूले चाहिँ रेलिगेसन छैन, यो बनाइहालौँ नि त, चलाइहालौँ भन्ने हिसाबले चलाउनुहुन्छ, तर त्यसरी फुटबल डेभलपमेन्ट हुँदैन। त्यसले प्रत्यक्ष असर चाहिँ यता हाम्रो नेसनल टिमसम्म गरिरहेछ कि। र अर्को कुरा भनेको यो नेसनल लिग भनेको जम्मा 10वटा टिमले खेल्ने हो, ए डिभिजनको टप 6ले, अनि जुन यो अहिले प्रेसिडेन्ट लिग भइरहेछ त्यहाँबाट 4 आउने हो। र बाँकी भएको क्लबमा जुन प्लेयरहरूले एउटा अनुबन्धित हुने, एउटा फाइनेन्सियली स्ट्रङ हुने, एउटा आफ्नो प्रतिभा देखाउने चान्स, एउटा प्लेटफर्म थियो नि त, त्यो घुमायो नि त होइन। अब हामी यहाँ खेलिरहेको प्लेयर मात्र, नेसनल प्लेयर मात्र प्लेयर होइन, ओभरअल हामीले सबै प्लेयरलाई समेटेर लानुपर्छ होइन। अहिलेको स्थितिमा एकदमै बेरोजगार छ प्लेयर। सो अनि ए डिभिजन लिग भयो भने चाहिँ अलिकति लङ टर्म हुन्छ, मिनिमम 6 महिना 5 महिना 6 महिनादेखि माथि हुन्छ। तर यो नेसनल लिग भनेको जम्मा 1.5 दिन 2 महिना हुन्छ, यतिले त प्लेयर पुग्दैन। यो चाहिँ कस्तो भन्दैन, अब गऱ्यौँ न त प्लेयरलाई अलिकति दिउँ न त भने जस्तो भयो कि, सहानुभूति दिए। हजुर, सहानुभूति दिए जस्तो। यो त भएन नि त, यो त फुटबल र प्लेयरको लागि भएन नि त भन्ने कुरालाई आवाज उठाएर हामीले चाहिँ ए डिभिजन माग गरेको कारण चाहिँ त्यो। र सँगसँगै ए डिभिजन भयो भने चाहिँ हाम्रो बी हुन्छ, सी हुन्छ, अरू विभिन्न टुर्नामेन्टहरू यहीसँग जोडिएको छ कि। त्यही भएर त्यसले त धेरै रोजगार पाउने भयो। सपोज कोचेसहरूले धेरै चान्स पाउने हो, मौका पाउने भयो, रेफ्रिजहरूले भयो, र सम्बन्धित निकायको सबै अब हजुरहरू नै यसमा जोडिनुहुन्छ। र धेरै नै त्यहाँ सायद आयोजक पक्षले धेरै नै मिहिनेत गर्नुभएको छ होला। यस्ता प्रतियोगिताहरूलाई चाहिँ अखिल नेपाल फुटबल सङ्घले प्रोत्साहन गर्नुपर्छ, एउटा कुरा त्यो, ताकि त्यो लङ लास्टिङ सस्टेनेबिलिटीतर्फ त्यो प्रतियोगिताहरू जान सकोस्। अर्को कुरा, जुन वुमेन्स फुटबलले पछिल्लो समय जुन हाइप क्रिएट गरिरहेको छ, यी सम्पूर्ण खेलाडीले 2014, 15, 16देखि सङ्घर्ष गरिआएका खेलाडीहरू हुन् यिनीहरू। उहाँहरूले बल्ल आएर एउटा चाहिँ बाटो बनाउँदै हुनुहुन्छ होइन। यी खेलाडीहरूले यस्तोको लागि चाहिँ प्रतियोगिताहरू खोइ त नेपालमा एउटा हाइपलाई बचाइराख्ने किसिमको प्रतियोगिताहरू चाहियो। जस्तै कार्य समितिबाट वुमेन्स फ्रेन्चाइज लिग गर्नुपर्छ भनेर एउटा पारित गरिसकेका कुराहरू आजसम्म गर्ने तर्खर छैन। हाम्रो आवाज यहाँ पनि छ, हामीले त्यो ज्ञापन अहिले तत्कालै हाम्रो मागहरूमा महिला फुटबलका कुराहरू पनि जोडेका छौँ। यस्तो कुराहरू चाहिँ हामीले चित्रमा अथवा भिडियोमा हेर्दा हामी खुसी हुन्छौँ, तर चित्रमा र भिडियोमा हेरिएका कुराहरूलाई अझ व्यवस्थित कसरी गर्ने र त्यहाँ सकेसम्म बढी कार्यक्रम कसरी दिने भन्ने योजनातर्फ चाहिँ हामी किन लाग्दैनौँ भन्ने कुरा हो। अब विरोधको लागि विरोधी भन्ने कुराहरू मान्छेमा नबरोस् भन्ने हिसाबले अघि पनि तपाईँले जोड्नुभयो, खेलाडी सङ्घले पहिला किन बोलेन, किन गरेन भन्ने हिसाबमा हामी आफै पनि त खेलाडी सङ्घमा आएको 2.5-3 वर्ष भयो। योभन्दा अगाडि हामी थिएनौँ। 18, 19, 20 वर्ष अगाडि चाहिँ स्थापित यो सङ्घमा 2.5-3 वर्षदेखि प्रश्न गर्न लागेका बनाइरहेका छौँ भने अखिल नेपाल फुटबल सङ्घको नि नयाँ कार्य समिति आएको बेलामा आएको पहिलो वर्षमै विरोध गर्दाखेरि त फेरि विरोधको लागि विरोध मात्रै त होला नि त होइन। एनालाइज त गर्न पर्यो, उहाँलाई त केही समय त दिनु पर्यो। हामीले चाहिँ भद्र रूपमा एउटा उहाँहरूलाई एड्रेस गराएर यो यस्तो है भनेर बुझाएर पत्र मार्फत बुझाउने कामहरू गराउँदा आज 3 वर्ष बितिसक्दा पनि नगरिसकेपछि चाहिँ हामीले यसको आवाज त उठाउनु पऱ्यो नि। आज हामीले उठाएका यी आवाजहरूले नै त होला नि भोलिका पदाधिकारीहरू जोसुकै आउनु होला, उहाँहरूले चाहिँ काम गर्ने एउटा आधार बनाउनको लागि त यो कुरालाई पनि ध्यानमा राखेर काम गर्नुहुन्छ होला। यस्तो माहौलहरू चाहिँ हजुरले भन्नुभएको प्रतियोगिताहरू हेरेर जुन क्रेज आउँछ, जुन हाइप देखिन्छ, त्यसलाई चाहिँ लिएर यस्ता योजनाहरू चाहिँ बुन्नुपर्छ। हो नि, आजको आवश्यकता चाहिँ यो हो। जस्तो आइसिसीले पनि इन्भेस्ट किन गरिरहेछ नेपालमा क्रिकेटमा भने
यहाँको फ्यान बेस यहाँको इन्फ्रास्ट्रक्चर बवाल हुनसक्छ फ्युचरमा भन्ने छ नि त अहिले इन्भेस्ट भइरहेको छ आई थिङ्क फिफाले पनि गर्छ जस्तो लाग्छ क्या मलाई तपाईँले चाहनुभयो भने साउथ एसियामा त सबैभन्दा बेस्ट फ्यान भएको कन्ट्री भनेको नेपाल हो फुटबलमा त्यो तपाईँ आफैले पनि हेर्न सक्नुहुन्छ राष्ट्रिय टिमले खेल्दै गर्दाखेरि कस्तो किसिमको उपस्थिति हुन्छ चाहे त्यो जुनियर सिनियर अथवा महिला होस् होइन त्यो देखिन्छ फिफाले त्यत्तिकै यहाँनिर विभिन्न फन्डहरू दिने त होइन नि त जहाँ सम्भावना छ उनीहरूले त्यहाँनिर प्रयोग गर्ने आफ्नो फन्डलाई प्रयोग गर्ने र त्यो प्रयोग गर्दै गर्दा कस्तो किसिमको योजना बनाएर चाहिँ दीर्घकालीन रूपमा विकास गर्नको लागि हामी चाहिँ फन्ड ल्याउन सक्छौँ भन्ने चाहिँ योजना बनाउने काम चाहिँ अखिल नेपाल फुटबल सङ्घको हो हाम्रो सम्बन्धित निकायको आफू एउटा गभर्निङ अभिभावक भएर बस्नु भएको छ होइन आफू अभिभावक भएको एउटा प्रस्तुत जनाउनुहोस् होइन अब जति पनि अहिले उठिरहेको एउटै सिम्पल माग हो हामी खेलाडीहरूले खेल्न पाउनुपर्छ र लङ टर्म प्रोग्राम राखेर त्यो प्रोग्राम चाहिँ हामी प्लेयरहरूले खेल्न पाउनुपर्छ त्यो त एउटा सिम्पल जायज माग त हो नि आफ्नो बच्चा आफ्नो आमा बाउलाई बच्चाले भोग्लायो भने अभियसली भोग्लाएको छ के खानेकुरा त माग्छ नि भोगै राखेर भोगै मार्न त मार्दैन पक्कै पनि होइन यति नै रिक्वेस्ट गर्न चाहन्छु प्लिज खेलाडीको लागि र देशको लागि सोचिदिनुहोस् आफ्नो स्वार्थपनालाई साइडमा राखेर यदि यो मागहरू जुन छ नि तपाईँहरूको पुरा भएन भने चाहिँ के छ अब पुरा भएन भने चाहिँ हामी चाहिँ निरन्तरता हामी चाहिँ लडिरहन्छौँ अब हाम्रो साथमा को हुनुहुन्छ बुझ्नेले त आउनुहुन्छ तैपनि हामी एक्लै लड्नु पर्ने नि हामी चाहिँ लड्छौँ एउटा चाहिँ भनाइ छ नि कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राख्यो भने टेँडेको टेँडै हुन्छ भन्ने होइन एन्फासाइड टेँडेको टेँडै हुन्छ कि जस्तो पनि लाग्छ एक हिसाबले एक हिसाबले डरले पनि अब सुध्रिनु पर्छ भन्ने पनि छ होला त्यो दुइटै छ क्या के छ तपाईँलाई चाहिँ के लाग्छ सुध्रिन्छ यो 20औं वर्ष 22औं वर्षको व्यतिथिमा तपाईँले भन्नुभएको छ टेँडोको टेँडो रहि नै रह्यो होला तर त्यतिन्जेलसम्म खेलाडीले आवाज नउठाइदिएको कारणले गर्दा पनि यो अवस्था आएको हो र जुन अवस्थामा आज खेलाडीहरू हामी एक भएर आवाज उठाइरहेको छौँ यसले सुध्रिनुपर्छ सुध्रिने आधारहरू खडा गरिरहेको छ र सुध्रिन्छ भन्ने कुरामा विश्वास छु र नेपाली फुटबलमा जुन किसिमको व्यतिथि छ अब व्यवस्थापकीय व्यतिथि होला प्रतियोगितात्मक व्यतिथि होला यी सम्पूर्ण कुराहरूको समयसँगै हामी उजागर र लड्ने काम गरि नै रहन्छौँ र हाल अहिलेलाई जुन हामीले एजेन्डा राखेका छौँ सम्पूर्ण खेलाडीहरूले माग राखेका छौँ घरेलु फुटबलको टप टायर लिग लगायतका प्रतियोगिताहरूमा जुन किसिमको संरचना बलियो हुनुपर्छ र त्यसलाई निरन्तर रूपमा तत्कालै सुरु गर्नुपर्छ भन्ने छ त्यो कुराको लागि हामी निरन्तर खट्नै रहन्छौँ र हाम्रो यो आन्दोलन हाम्रो यो आवाज रोकिँदैन जबसम्म हाम्रा माग पुरा हुँदैनन् अघि विकेश भाइले भन्नुभयो जस्तो हामी दुईजना मात्र पनि उभिन तयार छौँ तर यो आन्दोलन चाहिँ रोकिँदैन जस्तो तपाईँहरूको अहिले ल माग ए डिभिजन लिग ल ओके लेट्स डु इट भन्यो भने पोसिबल छ मजाले पोसिबल छ नि किन पोसिबल छैन हजुरसँग पर्याप्त मात्रामा समय छ ठिक छ ल हामीले पनि पुस 9 को हामीले डेट दिएका छौँ जुन पुस 9 को डेट हामीले दिएको होइन नि त त्यो त अखिल नेपाल फुटबलले आजभन्दा 9-10 महिना अगाडि निकालेको 9-10 महिना अगाडिको तयारी चाहिँ उहाँले के गर्नुभएछ त ओके भनेपछि उहाँले अगाडि आउनु पर्यो हामीले गल्ती गऱ्यौँ हामीले सकेनौँ भनेर माफी माग्नु पर्यो अब उपरान्त के गर्न सकिन्छ यसलाई कसरी चाहिँ चाँडोभन्दा चाँडो गर्न सकिन्छ कुन फर्मेटमा गर्न सकिन्छ भनेर प्रायश्चित गर्नु पर्यो योजना बनाउनु पर्यो नि त होइन र यो गल्ती त हामीले गरे होइन नि त सक्नुहुन्छ भने गर्नुहोस् होइन भने आराम गर्नुपर्छ नि उहाँले त सिम्पल कुरा होइन र तर भोलि कोही राम्रोले गर्ला आएर तर ओके डिमान्ड फुलफिल भयो भने चाहिँ पोसिबल छ मजाले पोसिबल छ मजाले पोसिबल छ त्यो स्ट्रक्चरमा रेडी छ अब विभिन्न हाम्रो स्टेक होल्डरहरूले भनिराख्नु भएको छ यो अखिल नेपाल फुटबल सङ्घले कार्यक्रम राम्रो बनाइदिनु पर्यो कार्यक्रम राम्रो बनाइदियो भने हामी त तयार छौँ भन्ने कुराहरू गरिराख्नु भएको छ मजाले सकिन्छ नि किन सकिन्न इच्छा शक्ति र त्यो किसिमको योजना हो कि आजभन्दा अगाडिदेखि त्यो किसिमको योजना बनाइएको अहिलेसम्म त प्रतियोगिता खेल्नको लागि तयारी गरिरहेको हुन्थ्यो तर उहाँहरूले तपाईँको यो भनौँ न यो डिमान्ड मान्नु भएन भने के कसरी लिने यसलाई यो कुरालाई कसरी लिने उहाँहरू असक्षम हो उहाँहरूले गर्न सक्नु भएन भन्ने कुरामा हामी प्रष्ट हुन्छौँ त्यसपछि हाम्रो आन्दोलन अझ चर्किन्छ र यो आन्दोलनका विभिन्न प्रकारहरू हुन्छन् जुन पहिलो प्रकार हामीले देखाइसकेका छौँ अब अर्को प्रकार झन् योभन्दा जटिल हुनसक्छ तोडफोड त हुँदैन हामी हाम्रो सम्पत्तिमा त्यस्तो किसिमका अराजक कामहरू गर्न रुचाउँदैनौँ त्यो हामीले गर्दैनौँ त्यसको मतलब यो होइन कि हामी खेलाडीले पो गर्दैनौँ त तर भोलि दर्शक दीर्घले त्यो किसिमको सोच राख्नु होला विभिन्न माध्यमबाट त्यो किसिमको आवाज उठ्ला र तर हाम्रो एउटा कन्सर्नको विषय के हो भने यो हाम्रो किसिमको सम्पत्ति हो हाम्रो रगत पसिनाले बनाएको सम्पत्ति हो यस्तोमा त्यो किसिमको कामहरू गर्नु हुँदैन व्यक्तिसँग लड्ने हो व्यक्तिको विचारसँग लड्ने हो हामीले वैचारिक रूपमा यो लडाइँले चाहिँ हामी सकाउँछौँ योलाई राम्रो एन्डिङ गर्छौँ भन्ने हाम्रो विश्वास छ। एउटा न्युज हेर्नुभयो कि भएन मधेसमा एकजना सिएमलाई उसको अफिसबाटै खेदाइदिएको थियो नि त हजुर नवनियुक्त सिएम हुनुहुन्थ्यो उहाँ त्यस्तै आक्रोश देखिन्छ जस्तो लाग्छ क्या मलाई फ्युचरमा यदि फुटबल राम्रो भएन भने अब उहाँहरूलाई कार्यकक्षबाटै निकाल्ने हो कि भन्ने कुराहरू पनि आउन सक्ला है
ठुलो प्रश्न चिन्ह बन्छ फेरि। तपाईँले भन्नुभएको कुरामा के चाहिँ जोड्न सकिन्छ भने मान्छेको आक्रोश हो। ती आक्रोशहरू विभिन्न किसिमका हुन्छन् होइन। कुन बेलामा कसले के गर्ला भन्न सकिन्न, तर यस्ता कुराहरूबाट हामी संयमित हुनुपर्छ। हामी जति जुन चाहिँ फिल्डमा हिँडिरहेका छौँ हामीले आफ्नो अनुशासनलाई कायम राख्नुपर्छ र भविष्यका घटना दुर्घटनाहरूको जिम्मेवारी कसरी लिने र यो जिम्मेवारी यी घटना दुर्घटनाबाट कसरी बच्ने भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायले समयमै गर्नुपर्छ। अराजकता अथवा भन्नु त्यो किसिमको दबाउने कामहरू थिच्ने कामहरूले चाहिँ झन् ठुलो दुर्घटना निम्त्याउँछ जस्तो मलाई लाग्छ। यो कुराहरूको चाहिँ समयमै निदान हुनुपर्छ। ओके, एउटा लास्ट प्रश्न गरिहालेँ छोटकरीमा टुङ्गाउनु होला। तपाईँको पनि एकदम राम्रो छ नि त एन्फासँग होइन। हजुर, तपाईँलाई कहिले सेपरेटली बोलाएर ल है यो विक्रम किन यसरी आवाज उठाएको यार, यो सेटल डाउन गर्नु पऱ्यो भनेर भनेको कि छैन? मलाई व्यक्तिगत भनेको छैन। धेरै अगाडिको कुरा गर्नुहुन्छ भने चाहिँ मलाई केही अखिल नेपाल फुटबल सङ्घमा काम गर्नुपर्छ यो किसिमको काम पोस्टरको कुरा चाहिँ गर्नुभएको हो, म क्लियरली भन्छु। तर मैले त्यो कुरालाई अस्वीकार गरेँ, किन भन्दाखेरि अहिले मेरो बिल्कुलै मुद्दा भनेको खेलाडीहरूको र म सङ्घमा बसिसकेपछि यसरी म बेनिफिसियल तरिकाले काम गर्नु हुँदैन। यो जुन हिजोदेखिको व्यथिति थियो त्यो व्यथितलाई मैले अँगाल्नु हुँदैन। कम्तीमा मेरो पुस्ताले यो कुराहरूलाई नकार्नुपर्छ भनेर मैले त्यो चाहिँ स्वीकार गरिनँ। तर अहिलेको जुन इस्यु छ त्यो इस्युमा चाहिँ उहाँहरूले भन्नुभएको छैन। र पछिल्लो समय हिजो हामी वार्तामा जाँदाखेरि चाहिँ यो कुरामा अलिकति खेलाडीहरूले चाहिँ आन्दोलन नगरिदेऊ चाहिँ भन्नुभएको थियो। तर मैले भने हुन्छ तपाईँहरू एडिजन लिग गरिदिनुहोस्, हामी गर्दैनौँ, हामीले आराम गर्छौँ भन्दाखेरि उहाँले त्यसको जवाफ दिनु सक्नु भएन। भनेपछि हामीलाई दोस्रो आन्दोलनमा ठेल्नु भएको उहाँहरूले, हामी आन्दोलनको लागि तयार छौँ। भोलिको दिनमा प्लेयर एसोसिएसनको प्रेसिडेन्ट विक्रम लामालाई अब आन्दोलन चर्किँदै गएपछि त भोलि एन्फाको केही मेम्बर्सहरूले पैसाको पनि त लोभ दिन सक्ला होइन? के छ त्यो कि माइन्ड सेटअप छैन नि त्यस्तो? यसमा मलाई अब बाहिरी व्यक्ति भन्दा नि मेरो जुन सर्कल छ उहाँले प्रष्ट रूपमा चिन्नुहुन्छ। विक्रम लामाले धेरै राम्रो गर्न नसक्ला, धेरै खतरा गर्न नसक्ला, कायापन ल्याउन नसक्ला, तर विक्रम लामाले इमान्दारितामा कहिले पनि कम्प्रोमाइज गर्दैन भन्ने कुरामा ढुक्क छ। त्यही भएर पनि आज यति धेरै खेलाडीहरूले चाहिँ मलाई साथ दिइरहेको, हाम्रो सङ्घलाई साथ दिइरहेको, बाटोमा हिँडिराख्नु भएको होइन। त्यसैले इमान्दारितामा एउटा कुरामा चाहिँ म के कन्फर्म छु भने जुन दिन मलाई प्रश्न आउँछ त्यो प्रश्नको म जवाफ दिन सक्दिनँ भने म यो सम्पूर्ण फ्याटर्निटीबाट हराउन तयार छु। त्यसैले यस्ता गलत कुराहरू मबाट जीवनमा हुँदैन र यो कुराहरूबाट डिफेन्ड गर्नको लागि चाहिँ म सदैव तयार रहन्छु। पैसाको अफर एन्फाले गऱ्यो भने लिनुहुन्न नि होइन? पैसा सँगसँगै अरू के हुनसक्छ, एकदम पञ्चरत्न भन्छ नि त्यस्ता कुराहरू दियो भने पनि म कहिले पनि स्वीकार गर्छु। यो कुरा रेकर्डमा छ होइन? जस तपाईँले अहिले तपाईँ र तपाईँको टिमले जसरी प्लेयर्सहरूको लागि, नेपाल परिको प्लेयर्सहरूको लागि लडिराख्नु भएको छ, नेपाली फुटबलको लागि लडिराख्नु भएको छ, त्यसको लागि हृदयबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद। जानुभन्दा अगाडि घरको ट्वाक्क अचारबाट पनि होइन